शुद्धधन गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला अन्तर्गत 16वटा स्थानीय तह मध्ये एक स्थानीय तह हो। यस गाउँपालिकाको नाम विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धका पिता राजा शुद्धधनको नामबाट राखिएको हो, जसले यस क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई प्रतिबिम्बित गर्दछ। कुल 7 वडामा विभाजित यो गाउँपालिका पूर्वमा तिनाउ र पश्चिममा दानव नदी रहेका छन्। 57.66 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सुशासन, समृद्धि, शुद्धधन गाउँपालिकाको मूल आधार भन्ने नारालाई अवलम्बन गर्दै अगाडि बढेको छ। यस गाउँपालिका तिनाउ, दानव र घमा जस्ता नदीहरूबाट प्रभावित क्षेत्र हो। शुद्धधन गाउँपालिकाको समस्याको रूपमा रहेको नदी कटान न्यूनीकरणका लागि गाउँपालिकाले योजनाहरू बनाएर काम अगाडि बढाइरहेको छ। 7वटा वडामध्ये वडा नम्बर 4 र 5 बाहेक वडा नम्बर 1, 2, 3, 6 र 7मा नदीलाई छोएको छ। 2079 सालको दोस्रो स्थानीय तहको निर्वाचनमा विष्णु प्रसाद बस्यालको नेतृत्वमा टिम निर्वाचित भए पश्चात प्रमुख समस्या मध्येको एक नदी कटान नियन्त्रणका लागि विभिन्न योजना, स्रोत र स्थानीय सहभागितालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको छ। गाउँपालिकामा पर्ने तिनाउ, दानव र घमा खोलाको आसपासको क्षेत्रमा नदी कटान नियन्त्रणका लागि ठोकर, तटबन्ध जस्ता संरचनाहरू निर्माण गरी नदी कटान नियन्त्रणमा महत्त्वपूर्ण पहल गरिरहेको छ। हामीले 2079 सालको निर्वाचन पश्चात स्थानीय तहका 7वटै वार्डमा गएर हेर्दा त्यहाँका जनताका समस्या यो वा त्यो साल बसाले यसलाई सम्पन्न गर्नुपर्छ भनेर अघि बढ्यौँ र त्यसै सिलसिलामा हामीसँग दानव र तिनाव नदी एक तवरले वरदान पनि थियो भने एक तवरले अब त्यो दैवी प्रकोपमा पनि त्यसले धेरै समस्या बनाएको थियो। त्यसै सिलसिलामा हामीले दानव नदीको शिखरा घाटदेखि मधुबनीसम्म थुप्रै वारिपारी गरेर बार बन्देजहरू, तटबन्धहरू गऱ्यौँ र अहिले दानव नदी आफ्नो सतहमा, आफ्नो ठाउँमा, बीच भागमा बगिरहेको छ। जहाँ जहाँ त्यो खोलाले धार परिवर्तन गरेको छ तत्त ठाउँमा हामीले यो नदीजन्य पदार्थलाई चाहिँ निकालेर खोलालाई बीच भागमा लगिने गरेका छौँ। यहाँहरू कसैले पनि खोलाको किनारमा गएर हेर्न सक्नुहुन्छ। हिजो खोलो सिधै एकपट्टि फर्केर बग्थ्यो भने अहिले त्यो अवस्था छैन। हामीले सबै ठाउँमा नदी बार, ठोकर, विभिन्न खालको चाहिँ उपकरणहरू प्रयोग गरेर नदीलाई ठिक ठाउँमा चाहिँ ल्याउन कोसिस गरेछौँ। मलाई लाग्छ 2 वर्षमा दानव नदीको दुवै किनार कटानबाट चाहिँ मुक्ति हुन्छ। किसानहरूले सुखसँग आफ्नो चाहिँ खेतबालीमा काम गर्न पाउँछन्। निर्वाचनपछि दानव नदी र तिनाउ नदीका विभिन्न तटहरूमा कटान गरेको ठाउँहरूमा वृक्षारोपण गर्ने काम लाई अगाडि सार्ने कोसिस गऱ्यौँ। बजेटका कारण केही कामहरू भए, केही बाँकी छन् भने भएर आएदेखि हामी खोलामा धेरै पटक धेरै खालको प्रयास गरेर कहीँ वृक्षारोपण गर्ने, कहीँ बाँस लगाउने, कहीँ के गर्ने गर्दै खोलालाई आफ्नो ठाउँमा ल्याएका छौँ। अब हामीले एउटा वृहत रूपमा खोलाको शिखरादेखि मधुबनीसम्म हाम्रो शुद्धधनको सबै एरियामा खोलाको दायाँ बायाँ वृक्षारोपण गरेर जाने भन्ने अहिलेको बजेटमा हामीले कार्यक्रम गरेका छौँ र अर्को साल यो 2 वर्षपछि खोलाको किनारमा हरियाली देख्न पाउनुहुनेछ। आर्थिक वर्ष 2079-80मा दानव नदीमा पर्ने वडा नम्बर 1 को कलुवा पुलको उत्तर पश्चिममा 4,90,000, घमा खोला पुल नजिकै 8 लाख, घमा खोलाको निबी हावामा 8 लाख, घमा पुलको उत्तरतर्फ 10 लाख, वडा नम्बर 2 मा पर्ने दानव नदी बाल उद्यानको पश्चिम परौठा भाटा योजनाका लागि 20 लाख, दानव नदी अन्तर्गत जगकेशीको घरको दक्षिणतर्फ र देवीस्थानमा गरी 7 लाख, वडा नम्बर 7 मा पर्ने बराहवा घाटमा 17,94,000
95,000, सिसवा घाटमा 17,94,000, वडा नम्बर 6 को धनौरा घाटमा 17,94,000, धनौरा घाटकै उत्तरतर्फ 17,94,000 बराबरको तटबन्ध ठोकर लगायतका संरचनाहरूको काम सम्पन्न भएको थियो। आर्थिक वर्ष 2080-81 वडा नम्बर 1 को सिसौघारी घाटको पश्चिममा 16,40,000, कलुवा पुलको दक्षिण पश्चिमतर्फ 6,00,000, बेलावा घाटमा 9,38,000, वडा नम्बर 7 मा पर्ने सिसुवा घाटमा 16,90,000, बोरावा घाटमा 10,00,000 र वडा नम्बर 6 को गुरौली घाटमा 16,90,000 बराबरको काम भएको थियो। आर्थिक वर्ष 2081-82 वडा नम्बर 3 को रामेश्वर खेल मैदान पश्चिम बाँसगारी नजिकै तिनौ नदीमा 28 लाख बराबरको तटबन्धनको काम, सखुवानी नजिकै 20 लाख बराबरको तटबन्ध र चेक ड्यामको काम सम्पन्न भएको छ। वडा नम्बर 7 मा पर्ने दानव नदीको बोरावा घाटमा 18,62,485 को योजनाको काम सम्पन्न भएको छ। वडा नम्बर 7 को दानव नदीमा पर्ने मधुबनी घाटमा 13,74,35, वडा नम्बर 6 को दानव नदीमा पर्ने गुरौली घाटमा 19,97,858, नौडियावा घाटमा 19,63,366, धनौरा घाटमा 18,41,289, पिपरहवामा 9 लाख र वडा नम्बर 2 को कोलुवा घाटमा 8,62,485, सिसौघारी घाटमा 10,93,598 को बजेट विनियोजन भई काम हुने चरणमा रहेको छ। 79-80 देखि चाहिँ यो हाम्रो यो दोस्रो स्थानीय प्रतिनिधिहरूको दोस्रो कार्यकालदेखिको यो विवरणहरू मसँग केही छ। म चाहिँ खास गरी मुख्यतः हामीले चाहिँ दानव नदी र तिनौ नदीमा हुने कटानलाई रोक्न चाहिँ नदीजन्य तटबन्धहरू निर्माण गरेका छौँ। विभिन्न समयमा विभिन्न आर्थिक वर्षमा हामीले चाहिँ तटबन्धहरू लगाएका छौँ। तटबन्धमा ठोकर लगायतका ठोकर अनि त्यसपछि रिटेनिङ वालदेखि लिएर स्टोन पिचिङहरूका विभिन्न प्रकारका कामहरू गरेका छौँ। खास गरी हामीले 79-80 मा चाहिँ दानव नदीका र घमा खोलामा चाहिँ विभिन्न ठाउँ जस्तो परौटा भाटा, बोरवा घाट, सिसुवा घाट, धनौरा घाट र विभिन्न घाटहरू टोटल गरेर 10 वटा चाहिँ ठोकर निर्माण गरेका थियौँ। ठोकर निर्माण गर्दा चाहिँ टोटल चाहिँ हाम्रो 1,29,66,000 बराबरको चाहिँ नदीजन्य प्रोटेक्सनको काम भएको छ। र साथै 80-81 मा पनि दानव नदीकै 6 वटा घाट, सिसुवा घाट, बोरवा घाट, गुरौली घाट, सिसौघारी घाट, कोलुवा घाट र बेलुवा घाटमा टोटल 75,58,000 बराबरको नदीजन्य तटबन्धको काम भएको छ। र अहिले पनि 81-82 मा पनि विभिन्न योजनाहरू चलिरहेका छन्। योजनाहरू चलिराख्दा हाम्रो लगभग 12 वटा चाहिँ हामीले ठेक्का आह्वान गरेका थियौँ। त्यसमध्ये अब कुनै चाहिँ केही चाहिँ ठेक्का परेनन्। दोस्रो पटक सूचना गर्दा पनि ठेक्का चाहिँ नहालिएको अवस्थामा 8 वटा चाहिँ अहिलेसम्म ठेक्का कबल भएको छ र काम पनि निर्माण कार्य पनि भइरहेको छ। र अहिले चाहिँ हामीले अलिकति ठुलो भनेको तिनौ नदीको रामेश्वर खेल मैदान, रामेश्वर खेल मैदानको जुन पूर्वपट्टिको भागमा पनि तटबन्ध निर्माण गऱ्यौँ। त्यहाँ चाहिँ कटान बहुत 2-3 वर्षदेखि अगाडिदेखि नै कटान भइरहेको थियो। त्यो र सखुवानी घाटमा चाहिँ एउटा भल पसेर चाहिँ निक्लिएको त्यो कटान रोक्नलाई चाहिँ हामीले थप 20 लाख रुपियाँ पनि थप 28 लाखको चाहिँ हामीले रामेश्वर खेल मैदानमा गऱ्यौँ र थप 20 लाख पनि हामीले छुट्याएर अहिले काम भइरहेको छ। एउटा चाहिँ तटबन्धको चाहिँ काम सकिसकेको छ र अरू दानव नदीमा चाहिँ निर्माण कार्यहरू भइरहेको छ। गुरौली घाट, मधुबनी घाट, त्यसपछि बोरवा घाट, नौडियावा घाट, कोलुवा घाट लगायतका घाटहरूमा कुल 1,55,28,516 रुपियाँ बराबरको चाहिँ तटबन्धको कामहरू भइरहेको छ। र छिट्टै हामीले असार मसान्तभन्दा अगाडि नै हामीले सम्पन्न गर्ने टार्गेट हो। निर्माण व्यवसायीहरूलाई त्यही अनुसारले कार्यादेश दिएको छ। 79-80, 80-81 र 81-82 मा कुल जम्मा हाम्रो चाहिँ 3,93,52,516 रुपियाँ बराबरको तटबन्धको काम भएको र हुँदैको छ। र साथै जनताको तटबन्धले विभिन्न ठाउँमा पनि तटबन्धको काम गरेको छ। बेलुवा घाट र नागेश्वर धाम नदी नियन्त्रणको कार्य चाहिँ भइरहेको छ र साथै अब कोलुवा र सिमरी खैरेनीमा चाहिँ नदी नियन्त्रण कार्यको ठेक्का प्रक्रियामा रहेको
जानकारी प्राप्त भएको छ। गाउँपालिकाले हाल आन्तरिक स्रोत र जनताको तटबन्ध कार्यक्रमबाट नदी कटान नियन्त्रणका लागि विभिन्न क्षति सम्भावित क्षेत्रमा ग्याबिन जाली, स्पर ठोकर, स्टोन पिचिङ र रिटेनिङ वाल निर्माण गरी सार्वजनिक सम्पत्तिको संरक्षण एवं नदी कटान नियन्त्रणका लागि महत्त्वपूर्ण काम गरेको छ। शुद्धोधन गाउँपालिका 6 नम्बरको सिमानामा रहेको दानव नदीको कटानको क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यले 6 नम्बरमा सम्पूर्ण नाकामा हामीले धेरै तटबन्धका कार्यक्रमहरू र नाकामा 3-4 वटा तटबन्ध, पिपरहिया र गुरौलीमा 3-4 वटा, नागेश्वर र गुरौली भैरवमा गरेर 3-4 वटा अहिले पनि हाम्रो कार्यक्रमहरू भइरहेको अवस्था छ। त्यहाँ भएका विभिन्न वन जङ्गलहरूलाई लक्षित गरेर, जग्गा जमिनलाई लक्षित गरेर 12-15 ठाउँमा हामीले तटबन्ध गरिसकेका छौँ र आगामी दिनमा पनि हामी पटक पटक तटबन्ध कार्यालय सङ्घीय कार्यालयमा हामी तटबन्धको निमित्त बजेट पनि माग गरिरहेको अवस्था छ। मनसुन सुरु हुँदा स्थानीयमा पर्ने चिन्ता र सम्भावित विपदको पूर्वानुमान गरेरै पालिकाले गएका आर्थिक वर्षमा समेत यो कार्यक्रमलाई प्राथमिकता दिएको र आउँदो आर्थिक वर्षमा समेत बजेट विनियोजन गर्ने गाउँपालिका प्रवक्ता एवं वडा नम्बर 4 का वडाध्यक्ष केशव प्रसाद अधिकारीको भनाइ छ। सङ्घ प्रदेशसँग विशेष समन्वय गरी थप स्रोत जुटाउने, प्राविधिक जाँचसहित कार्यान्वयन गराउने, निर्माण कार्यको प्रगति निरन्तर अनुगमन गर्ने, गुणस्तरीयता सुनिश्चित गर्न प्राविधिक, उपभोक्ता र वडा समितिको निगरानी भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो। धेरै ठाउँमा तटबन्धनहरू भइसकेको छ, नदी नियन्त्रण एउटा भावमा भएको अवस्था छ। सँगसँगै हामीलाई जनताको तटबन्धनबाट पनि त्यस किसिमको चाहिँ तपाईँको बजेट आएको छ। हामीले निर्वाचित भएर अहिलेसम्म आइपुग्दाखेरि हामीले 3,90,00,000 रुपियाँ हामीले आन्तरिक आम्दानी चाहिँ त्यो खोलामा हामीले इन्भेस्ट गरेका छौँ भने त्यस्तै गरी जनताको तटबन्धनबाट हामीले वर्षेनी करोडौँभन्दा बेसी रकम आएर हामीले नदी नियन्त्रण गरेको अवस्था छ र पहिलाको स्थितिभन्दा धेरै नदी नियन्त्रण चाहिँ भएको छ। यसरी हामीले गाउँपालिकाको आन्तरिक आम्दानी सँगसँगै हाम्रा किसानहरूका जग्गाहरूको सदुपयोग गर्ने तरिकाले हामी लागेको अवस्था छ। दिनौं दानव र घमा खोलाका विभिन्न क्षेत्रमा बनाइएका तटबन्धन र ठोकरले नदी कटान, बाढी र डुबान जस्ता विपदबाट जीवधन र सम्पत्तिको रक्षासँगै कयौं विकास आयोजना, खेतीपाती, बस्ती र बसाइ नै सुरक्षित भएको वडा नम्बर 2 का वडाध्यक्ष कमल बहादुर खड्काले बताउनुभयो। कलुवा घाटमा 129 मिटर जाली सहितको तटबन्ध हुँदैछ भने हाम्रो वडाको 25% नदीजन्य पदार्थहरू पाउने रकमले हामीले कोलुवा घाटमै एउटा तटबन्ध अनि रामबहादुर कुमालको घर पछाडि सिमलको रुखनेर एउटा तटबन्ध त्यहाँ लगाउँदैछौँ र गाउँपालिकाबाट विनियोजित हुने अब केही रकमले माथि सिङ्गापुर खडवाको त्यो घुम्तीमा जहाँ सिकडा घाट छ त्यहाँ पनि हामीले अहिले चाहिँ एउटा ठोकर राख्दैछौँ र यसरी चाहिँ खोलाको बहावलाई हामीले कतैतिर खेतीयोग्य जग्गातिर जान नदिई खोलाको बहावलाई सिधा नियन्त्रण गर्दै चाहिँ लगेको चाहिँ मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु र आगामी दिनहरूमा पनि हामीले यसलाई एउटा नहरको रूपमा दुवैतर्फ जाली लगाएर ठाउँ ठाउँमा ठोकर राख्ने र जाली राखेर नदीको बहावलाई एकदम सिधा तरिकाले कतैतिर चाहिँ कटान नगर्ने गरी लैजाने भन्ने हाम्रो योजना रहेको पनि जानकारी गराउन चाहन्छु। समुदायमै रोजगारीको सृजना मात्र भएको छैन, जनसहभागिता र दीर्घकालीन विकासको उपयुक्त उदाहरण पनि बनेको छ। आवश्यकता र जोखिमको आधारमा स्थानको पहिचान र कामलाई प्राथमिकता गाउँपालिकाले दिएको छ। यो वर्ष हेर्दाखेरि हामीले काम चाहिँ धेरै ठाउँमा स्टार्ट भइरहेको छ। उता हाम्रो यो गाउँपालिकाको सहयोगमा र एसडिएम नेपालको सहयोगमा पनि हाम्रो त फुलबारीमा नयाँ नयाँ अहिले तटबन्ध लगाउने कुरा भयो स्कुल बचाउनलाई, भूमि संरक्षण गर्नलाई र हाम्रो खेतीयोग्य जमिनहरू धेरै बगिरहेको गएको हुनाले गाउँपालिकाको पनि ध्यान धेरै आकर्षण भएको छ र अरू काम भइरहेको पनि छ र कति काम भइसकेको पनि छ। यहाँ पुलको तल पनि यता लगभग तटबन्ध लगाइसकेकै छ, अरू लगाउन बाँकी छ। यो वर्ष पनि लगाउन कुरा गर्दै हुनुहुन्थ्यो हाम्रो पालिका अध्यक्षज्यूले र अहिले हाम्रो उता बेलुवातिर पनि तटबन्ध लगाउने कुरा थियो र अरू पहिला पनि लगभग 1-2 वर्ष अगाडि त्यहाँ लगभग 50-70 लाखको कतिको काम त्यहाँ पहिला पनि भएको हो। आवश्यकता र जोखिमको आधारमा स्थानको पहिचान र कामलाई प्राथमिकता गाउँपालिकाले दिएको छ।
केही वर्ष अगाडिसम्म बर्खाको सिजनमा बाढीका कारण बस्ती र सार्वजनिक सम्पत्तिको नोक्सानी बढी हुने गरेकोमा हाल पालिकाको नेतृत्व आएपछि तटबन्धनको कार्यले तीव्रता पाउँदा धेरै जोखिम टरेको स्थानीयले बताएका छन्। 79 सालदेखि हाम्रो स्थानीय निर्वाचित अध्यक्ष सदस्यहरू आएपछि हाम्रोमा हाम्रो जनताहरू धेरै पीडित थिए। हाम्रो नदी तटबन्धनको उसमा 2-3टा तटबन्ध बानियो। विकासको काम हुँदैछ, गर्नुभएको थियो र गर्दै पनि हुनुहुन्छ। विकास काम बाटाहरू पिच भयो, ग्राभिल हुँदैछन्, बाटोहरू नबनाएका बाटोहरू बन्दैछन्, तटबन्धन गर्न पनि काम हुँदैछ, गर्नुभएको पनि छ। र भोलिका दिनमा पनि हाम्रो मेयर साहब सबै जनप्रतिनिधिहरूबाट धेरै ठुलो आशा राखेका छौँ। विगतका दिनहरूमा नदी कटान भएर हाम्रो वार्ड नम्बर 1 र 2 का जनतालाई धेरै दुःख भएको थियो। 19 सालका निर्वाचितपछि धेरै विकास काम भएका छन्। वार्ड नम्बर 1 मा खेती कटान भइरहेको थियो, तटबन्धन भयो। अहिले वार्ड नम्बर 1 का जनतालाई धेरै सुख भएको छ। हाम्रो पनि अहिले हजुरको समयदेवी स्कुल पछाडि पनि तटबन्धन हुँदैछ काम। त्यो पछाडि पनि हाम्रो स्कुललाई जोगाएका छन्, स्कुल पनि जाने अवस्थामा थियो। हिजोको अवस्था धेरै कमजोर थियो हाम्रो यहाँ। हाम्रो 2 नम्बर वार्डमा हाम्रो यो टोलमा धेरै अवस्था नदीको तटबन्ध नदीले काटेर धेरै खेतहरू गयो, धेरै बस्तीहरू बगाए। यहाँबाट धेरै जनता दुःख पाए। हाम्रो निर्वाचित अध्यक्षहरू आइसकेपछि, गाउँपालिकामा हाम्रो अध्यक्षज्यू आइसकेपछि उहाँले धेरै प्रेरित हाल्नुभयो, विकास काम गर्नुभयो। अझै पनि मलाई आशा लागेको छ हाम्रो अध्यक्षज्यूले गाउँपालिकाले भोलिको दिनमा धेरै राम्रो काम गर्नेछ, बजेट धेरै पार्नेछ र तटबन्धनलाई सर्वप्रथम नदी कटान भएको तटबन्धनलाई सर्वप्रथम दिनेछ भन्ने आशा राखेको छु। योजना निर्माणदेखि कार्यान्वयन, बजेट व्यवस्थापन, अनुगमन र दीर्घकालीन संरक्षणमा पालिकाले विशेष ध्यान केन्द्रित गरिरहेको छ। पालिका अन्तर्गतका 100औं घर परिवार प्रत्यक्ष लाभान्वित रहँदा कामको प्रगति विवरण पनि उत्साहजनक देखिएको छ। विगतमा गाउँपालिकाबाट नदीजन्य पदार्थको उत्खनन गर्दा आएको आम्दानीको 25% नदी कटान नियन्त्रण र सो क्षेत्रको विकास निर्माणमा लगानी गरेकोमा यस वर्षदेखि लगानीको दायरा बढाएर 30% पुर्याइएको छ। यो शुद्धोधन गाउँपालिकाले नदी कटानको विषयलाई सम्बोधन गर्न यो वर्षमा चाहिँ त्यहाँबाट उठेको राजस्वको 30% चाहिँ त्यही लगाउने अथवा त्यही वडा विकास अथवा नदी तटबन्धमा खर्च गर्ने गरी चाहिँ नीतिगत निर्णय गरेको छ। आगामी बजेटमा त्यसरी सम्बोधन गर्ने कुराहरू आइरहेको छ र अन्य कुरा चाहिँ अब सङ्घीय सरकार र विशेष अनुदान मार्फत पनि यसमा नदी कटान नियन्त्रणको लागि अहिले चाहिँ बजेट विनियोजन भएको छ। त्यही अनुसारका कामहरू आगामी आर्थिक वर्षमा हामी गर्ने सोचमा छौँ र यो नदी नियन्त्रण र नदीलाई चाहिँ नदी प्रणालीको अध्ययन गरेर नदीलाई उपयुक्त ठाउँबाट बहाव लैजाने र त्यसबाट कति चाहिँ ढुङ्गागिरी बिक्री व्यवस्थापन मार्फत गाउँपालिकाले आम्दानी गर्न सक्छ भन्ने कुरालाई चाहिँ एउटा अध्ययनको विषयवस्तु बनाएर आगामी वर्षमा चाहिँ त्यसलाई व्यवस्थित तरिकाले लैजाने योजना चाहिँ गाउँपालिकाले बनाएको छ। आर्थिक वर्ष 2081-82 मा जनताको तटबन्ध कार्यक्रमबाट वडा नम्बर 6 को नागेश्वर धाममा नदी नियन्त्रणका लागि कार्य भइरहेको र वडा नम्बर 1 को बेलवा, वडा नम्बर 2 को कलुवा र सिमरी खैरेनीमा नदी नियन्त्रण कार्यको ठेक्का प्रक्रियामा रहेको छ। यो दानु नदीको शुद्धोधन गाउँपालिका वार्ड नम्बर 1 र 2 मा भर्खरै हामीले चाहिँ करिब 1,54,00,000 जतिको ठेक्का व्यवस्थापन गरेका छौँ र यो एग्रिमेन्ट हुने क्रममा रहेको छ। यसै गरी अब प्राप्त बजेट धेरै नभए पनि थोरै जति प्राप्त बजेट छ त्यसलाई सदुपयोग गर्दै जनताको एकदमै इमर्जेन्सी परेको ठाउँमा जहाँ चाहिँ एकदमै तत्काल काम नगर्यो भने ठुलै अलिकति क्षति हुने खालको ठाउँहरू पहिचान गरेर हामीले चाहिँ सानोतिनो ठाउँमा सानोतिनो काम भयो भने गर्दै आएका छौँ। त्यसै अन्तर्गत यसै शुद्धोधन गाउँपालिकाको वार्ड नम्बर 6 मा एउटा स्पर करिब 26-27 लाख लागत भएको एउटा स्पर चाहिँ अहिले निर्माणाधीन अवस्थामा छ र बाँकी आउने बजेट अनुसार आउने कार्यक्रमहरू पनि कार्यान्वयन गर्दै लगिनेछ। शुद्धोधन गाउँपालिकाले नदीलाई अभिशाप होइन अवसरको रूपमा हेर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ। प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोग मार्फत स्थानीय विकास र समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण यस गाउँपालिकाले प्रस्तुत गरेको छ।
यो शुद्धोधन गाउँपालिका वार्ड नम्बर 1 पारी, वार्ड नम्बर 6 वारी, पूर्वपट्टि 6, पश्चिमपट्टि 1 नम्बर वार्ड भएको यो दानम नदीले एउटा हिजोको अवस्थामा विकराल रूप, पहिला चाहिँ यतापट्टि कटान गर्यो, यता माटो डम्पिङ गरेर हामीले यसलाई चाहिँ सुरुमा चाहिँ खोलालाई रोक्न चाह्यौँ। खोला चाहिँ सिधै पश्चिम फर्केर पुरै किसानको खेत काटेर अनि खोलो नै आफ्नो धार परिवर्तन गरेर गाउँतिर जाने भयो, बेलुवा गाउँमा जाने भयो भनेपछि हामीले त्यसलाई तपाईँको चाहिँ जनताको तटबन्धलाई लिएर आएर अनि त्यसपछि हामीले माटो चाहिँ साइडमा फिलिङ गऱ्यौँ मास्तिरपट्टि। जनताको तटबन्धले यहाँ तपाईँको यो बाँध चाहिँ तपाईँको निर्माण गऱ्यौँ, जसबाट यो खोलाको कटान, नदीको कटानले योभन्दा पश्चिमपट्टिको भेगलाई चाहिँ अहिले संरक्षण गरेको छ। फेरि यो साल दुई वर्षमा यति काम गरियो भने यो साल फेरि यतापट्टि कटान गर्न लागेको देखेपछि हामीले तुरुन्तै तपाईँको अहिले चाहिँ फेरि जनताको तटबन्धसँग गएर अनुरोध गरेर ल्याएर देखाएर निवेदन दिएर यहाँको सरजीवन सबै कुरा गरिसकेपछि अहिले फेरि यो वडा नम्बर 1 को बेलवा, यो देखिएको पश्चिम भाग, यो लाई अब त्यो जसरी मास्तिर बन्दा स्थायी रूपको चाहिँ बन्दा बनाउँदैछौँ छेकबार, त्यस्तै गरी चाहिँ मास्तिर पनि वार्ड नम्बर 2 को वारिपारि नै एकैचोटि चाहिँ यो 3टा चाहिँ ठोकरमा ठेक्का भएको छ। मास्तिरपट्टि वार्ड नम्बर 2 को एउटा साग कृषि फारम छ, त्यो साग कृषि फारमलाई जोगाउनको लागि भनेर एउटा ठुलो ठोकर त्यहाँ लगाइएको छ, तटबन्ध लगाउने भनेर टेन्डर भएको छ। ठिक त्यसको वारिपट्टि पारिपट्टि चाहिँ जोगाउँदा वारिपट्टि पनि नोक्सान हुन्छ भनेर वारिपट्टि 1 नम्बरको चाहिँ एरियामा राखेको छ भने यतापट्टि तलपट्टि आएर यो बेलवा गाउँको अहिलेसम्म जे जति जोग्य छ योभन्दा यहाँबाट पनि यो बन्दा फट्यो भने उतापट्टि खोलो नजिकै छ, उतापट्टि घमाएर इमुरिया मिसिएर आएको नदी छ। त्यसकारण त्यो नदीमा गयो भने यताको यो भूभाग पुरै यो बिचको भाग जति चाहिँ फेरि खोलामा जान्छ भनेर हामीले यहाँबाट तटबन्धको चाहिँ माग गऱ्यौँ। यसलाई चाहिँ सर्वे डिजाइन गरायौँ र टेन्डर पनि भइसकेको छ। आउने चाहिँ तपाईँको चाहिँ हिउँदबाट यो काम सुरु हुन्छ र यसरी मास्तिर सिकरा हाम्रो शुद्धोधन गाउँपालिकाको सिमानादेखि हामीले सिकराको माथिल्लो घाट, सिकराको तल्लो घाट, सिकराको चाहिँ पश्चिमपट्टि, सिकराको चाहिँ घाटको पूर्व कोलुवा सिङ्गापुर हुँदै तल पुलमुनि जगत केसीको घरदेखि तल सिसोघारीसम्म लगातार तपाईँको ठोकर लगाएका छौँ। त्यसै गरी अझै त्योभन्दा तल पनि हामीले स्कुलको जग्गा वारिपट्टि चाहिँ पूर्व साइडमा जग्गा जोगाउँदा तटबन्ध लगाउँदा नदीले पूर्वपट्टि छोडेर सिधै पश्चिम गएपछि फेरि पश्चिमपट्टि हामीले तटबन्ध गरेपछि अहिले चाहिँ कोलुवा 1-2बाट 1 जाने ठुलो पुलदेखि मुनि हामीले चाहिँ वारिपारि नै तटबन्ध लगाएको हुनाले बीच भागबाट खोलो बगेको छ। तपाईँहरूले गएर हेर्दा पनि हुन्छ। खोलो अहिले नदी कटान नियन्त्रणको लागि यो नदीजन्य वस्तु निकाल्दाखेरि ठिक बीचबाट खोलो भएका धेरै ठाउँमा पाइएको छ। जहाँ जहाँ कटान भएको छ हामी पछि हिँडेका छौँ, माथिबाट यसलाई तटबन्धको व्यवस्था गर्दै हामी हाम्रो सिमानासम्म जाने भनेर लागेका छौँ।